सबैलाई नमस्कार है। चिकन मसला कसरी बनाउँछ है त। चिकनलाई सानो सानो काट्ने है, अदुवा लसुन पेस्ट पिस्ने, धनिया काट्ने, अदुवालाई रच्चा अलिकति काट्ने, हरियो खुर्सानी काट्ने, प्याज रच्चा काट्ने, अलिकति धेरै काट्ने, टमाटर अलिकति काट्ने है। कराई चढाउने, तेल हाल्ने, ग्यास बाल्ने है। खडा मसला हाल्ने, दालचिनी अलिकति, 2 तेजपत्ता, 1-2 इलायची, 1-2 ल्वाङ, अलिकति जिरा पाउडर, अलिकति काली मिर्ची है हाल्ने, प्याज हाल्ने, भुन्ने, रातो रातो भयो भने टमाटर हाल्ने है, र अदुवा लसुन पेस्ट हाल्ने है। भुन्ने, राम्रो भुन्दा भुन्दै अलिअलि पाक्यो भने हर्दी हाल्ने, भेकी मिर्ची पाउडर हाल्ने है, नुन हाल्ने, भुन्ने, चिकन हाल्ने, भुन्ने है। र गरम मसला, धनिया पाउडर, जिरा पाउडर है, चिकन मसला है, कसुरी मेथी हाल्ने है, अलिकति काली मिर्ची पाउडर हाल्ने है, दही हाल्ने है, हरियो चिल्ली काट्यो त्यो पनि हाल्ने है। भुन्ने, राम्रोसित भुन्ने र पानी हाल्ने, ग्रेभी त्यही प्याजको हुन्छ है त। पाक्यो भने माथिबाट गरम मसला अलिअलि हाल्ने, भुन्ने, अनि धनिया हाल्ने, अदुवा हाल्ने है त माथि भुनेर अनि निकाल्ने है। चिकन मसला यति राम्रो बन्छ है त।